हेलो गाइज, तपाईँहरूलाई नयाँ ब्लगमा फेरि स्वागत छ। आजको दृश्य हाम्रो सुर्गेडाईमा पर्ने यो चाहिँ ड्याम, जुन चेपे ड्यामले चिनिन्छ। घोराइदेखि 7 किलोमिटर आउन लाग्छ यो स्थानमा आउनलाई। देख्न सक्नुहुन्छ सब तपाईँहरूलाई दृश्य मैले ड्यामको चाहिँ देखाउने छु। यो चाहिँ बाटो भयो, ट्याक्क आउने बाटो। यो चाहिँ झोलङ्गे पुल रहेको छ, ड्यामको बिचमा बनाएको छ झोलङ्गे पुल। ट्याक्क हेर्न सक्नुहुन्छ पुरै दृश्य तपाईँलाई रिसोर्टको सबै दृश्य अवलोकन गराउने छु। लास्टसम्म भिडियो हेरिदिनु होला, सबै दृश्य देखाउने छु। यो पुल देख्न सक्नुहुन्छ ड्यामको माथिबाट। यो पुल एउटा गाउँबाट चाहिँ अर्को गाउँबाट जानलाई चाहिँ यो पुलले काम गरेको छ। देख्न सक्नुहुन्छ दृश्य। ड्याम बर्खामा पानी परेको कारणले गर्दा ड्याम पहिला सुकेको थियो, अहिले चाहिँ भरेर राम्रो भएको छ। कृषकहरूलाई पनि राम्रो भएको छ सिँचाइ गर्नको लागि। देख्न सक्नुहुन्छ यो ड्यामको तल चाहिँ माछा पनि छन्। माछा पनि प्राइभेटले चाहिँ माछा पनि हालेको छ। उता चाहिँ सबै यो झोलङ्गे पुल हुँदै चाहिँ रिसोर्ट हुने लग्ला छु गाइज। तपाईँहरूलाई देख्न सक्नुहुन्छ दृश्य। यहाँ वडा नम्बर 2 सुर्गेडाई घोराइ उपमहानगरपालिकाको वडा नम्बर 2 मा चाहिँ ठ्याक्कै चेपे ड्याम बाटै उता बाटो भयो। देख्न सक्नुहुन्छ बाटोमा देखि जस्ट अगाडि चाहिँ यो चाहिँ पुल पनि छ अनि यो ड्याम पनि सबै अब भइरहेछ। विकासको कामहरू पनि भइरहेछ। देख्न सक्नुहुन्छ झोलङ्गे पुल। तपाईँले टक्क दृश्य पानी पर्ने जस्तो गरेको छ, तर परेको चाहिँ छैन। मौसम जे होस् राम्रो नै छ। ट्याक्क देख्न सक्नुहुन्छ गाइज। तपाईँहरूलाई पनि घुम्न रहर भए आउन सक्नुहुन्छ। यहीँ नजिकै घोराइदेखि बाइकमा 10 मिनट, अटोमा 15-20 मिनटमा ट्याक्क सुर्गेडाई आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। ट्याक्क यस्तो छ गाइज झोलङ्गे पुलको चाहिँ फेरि तपाईँहरूलाई उता यिनी सालका रुखहरू सबै तपाईँलाई देखाउने छु। किप वाचिङ। देख्न सक्नुहुन्छ गाइज यो चाहिँ सबै बन्दैछ। करिब 4.5 करोडको लगानीमा चाहिँ यो चाहिँ रिसोर्ट टाइपको बन्दैछ। प्राइभेट मान्छेहरू चाहिँ मिलेर चाहिँ यो चाहिँ सबै बनाउँदैछन्। उता पनि बन्दैछ सबै। यहाँबाट देखाउँदैछु। यसमा पनि अब फोटोसोटो खिच्नलाई चाहिँ लाइटिनिङको काम पनि हुन बाँकी छ। बिस्तारै कामहरू भइरहेछ। यो चाहिँ बाटो भयो। ट्याक्क ड्यामको जस्ट अपोजिट साइडमा चाहिँ यस्तो देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले। यो चाहिँ ट्याक्क काठको उसलाई चाहिँ रन्जा लगाएर तासेर ट्याक्क गजब बन्न लागेको छ गाइज। देख्न सक्नुहुन्छ सबै दृश्य देखाउने छु आज म हजुरहरूलाई। मेरो घरदेखि चाहिँ 2 मिनट लाग्छ यता आउनलाई। देख्न सक्नुहुन्छ सबै दृश्य नछुटाएर हजुरहरूलाई प्रस्तुत गर्नेछु म। देख्न सक्नुहुन्छ गाइस बाख्राले पनि घाँस खाँदैछन्। बाख्रा पारामा चढ्दैछन्। यो चाहिँ अब भ्यू टावर टाइपको भनौँ न। माथिबाट ड्यामकोलाई अब हेर्नलाई चाहिँ यत्रो चिल्लाएर बनाइएको छ। यो चाहिँ ड्याममा चाहिँ ट्याक्क बसेर चाहिँ नास्ता खानलाई यो चाहिँ ड्याममा हालिन्छ पहिले। अहिले सबै काम भइसकेको छैन। अब तपाईँलाई यहाँ चढेर म सबै दृश्य देखाउँछु ड्यामबाट। यहाँबाट ट्याक्क लाएर
ड्यामको दृश्य उतातिर पनि फैलिएको छ, त्यो देखि पनि उतातिर पनि ड्यामको पानी फैलिएको छ। यो चाहिँ ट्याक्क एउटा चाहिँ बनाएर चाहिँ राखेको छ, एउटा चाहिँ ऊ पर राखेको छ, देख्न सक्नुहुन्छ गाइस। तपाईँले अझै उता गएर पनि मैले यस्तो दृश्य देखाउँछु हजुरहरूलाई। यो पनि माथि रिसोर्ट, यहाँ पनि बस्नको लागि होटलहरू सबै बन्दैछन्। यो चाहिँ रोड भयो, सबै भित्र सबै पेरिफेर देख्न सक्नुहुन्छ गाइस। यति नै हो आजलाई, भ्लग यहीँ इन्ड गरेँ। भोलि फेरि नयाँ भ्लगका साथ उपस्थित हुनेछु। लाइक सेयर सब्सक्राइब कमेन्ट सब गरिदिनु होला गाइस, नछुटाइकन भ्लग चाहिँ हेरिदिनु होला। हस् त, धन्यवाद।